आज नागोया बसाइको मेरो चौथो दिन। सदा चाहिँ अबेर निन्द्रापछिको अबेर उठाइ रमेश भाइले आएर चाहिँ मलाई बिहानै दाइ आज चाहिँ घुम्न जानुपर्छ, आज चाहिँ यहीँ नजिकको पार्क छ भनेर घुम्न जाने भनिसकेपछि मलाई उठायो होइन। ल घुम्न जानुपर्छ भाइ भनेर म पनि तयार भएँ। ल म चाहिँ फ्रेस भएर आउँछु, तिमी चाहिँ त्यहाँ खाना बनाउँदै गर भनेर मैले चाहिँ भाइलाई खाना बनाउन लगाएँ। त्यसपछि चाहिँ अनि म हल्का फिजिकल हान्न लागेँ। रमेश भाइ पनि आएर दाइ म पनि हान्छु, मेरो पनि चेस्ट बनाउनु पर्ने छ भनेर ल हान्छु भनेर भन्न लाग्यो होइन। ल भाइ ठिक छ, यसरी हान भनेर मैले भाइलाई पनि अलि सिकाएँ। त्यसपछि अब हामी चाहिँ कहाँ जाने भन्दाखेरि आज यहीँ नजिक पार्क छ दाइ, मेरो काम पनि साँझबाट छ अनि अरू सबैको काम छ। हामी दुई चाहिँ पार्क गएर अलिअलि यसो भिडियोहरू फोटोहरू खिच्नुपर्छ, यहाँ नजिकको पार्क राम्रो छ भनेर भनिसकेपछि ल खानासाना खाएर निस्किने निदो पऱ्यो। हामी त्यसपछि लाग्यौँ अब हामी पार्कतिर। हामीलाई चाहिने आवश्यक सामग्रीहरू स्ट्यान्ड भयो, क्यामेरा हाम्रो अटोमेटिक भाइको 16 प्रो म्याक्स छँदैछ, प्लस बुफरहरू, हामीले सबै सामानहरू आफूलाई चाहिने सामग्रीहरू लगेर घरबाट तयार भएर निस्क्यौँ। बाटोमा ठ्याक्कै भाइ पनि आज भाइको दोस्रो छुट्टी रहेछ त्यहाँ त्यो पार्क चाहिँ। लोकेसन खासै थाहा रहन्छ, भाइ अलि बिर्सिने बानी छ कि भाइको। त्यसपछि चाहिँ मलाई चाहिँ लोकेसन हान्न लगाइसकेपछि अनि मैले चाहिँ लोकेसन हानिसकेपछि पार्क चाहिँ हाम्रो रुमबाट चाहिँ साइकलमा लगभग 5 मिनट, हिँडेर 10 मिनट जति लाग्दो रहेछ होइन। हामी चाहिँ गयौँ साइकलमा, साइकल चलाउँदै रमाइलो लागिरहेको थियो। धेरै दिनपछि चलाउनु भएको थियो साइकल होइन। त्यसपछि हामी हाम्रो लगभग 5 मिनटको साइकल यात्रापछि हामी केही समयपछि त्यहाँ नजिकै रहेको चिकुसा पार्क, त्यहाँ चाहिँ एकदमै रमाइलो क्या। अब यो साकुराहरू फुल्ने सिजनहरू पनि छ होइन। अब यो अहिले चाहिँ यासुमी पनि छ, यहाँको चाहिँ बिदा सिजन, यो स्कुलहरू सबै बिदा पनि छ अहिले। त्यही समयमा पार्कमा चाहिँ धेरै खेल्न पनि आइरहेको हुन्छन्। अनि हामी केही समयपछि ठ्याक्कै पार्कमा पुग्यौँ। त्यहाँ पार्कमा तपाईँहरू देख्नु पनि सक्नुहुन्छ र साकुराको रुख, ओहो अब यी सबै साकुराहरू फुल्ने सिजन हो। अब चाहिँ केही समयपछि सायद मैले देखाउन पाएँ भने चाहिँ म हजुरहरूलाई भिडियोमा चाहिँ देखाउनेछु साकुरा फुल्या। त्यहाँ चाहिँ एउटा रुख मात्रै फुलेको थियो होइन, अरू चाहिँ फुल्ने क्रममा थियो। कोपिलाहरू लागिरहेको थिए अनि त्यहाँ बालबच्चाहरू धेरै खेल्दा थिए होइन। त्यहाँनिर साइकल पार्किङको पनि व्यवस्था गरिदिएको थियो होइन। अनि जापानमा के अब के भनौँ, आफूलाई आफ्नो नेपाल हेर्दाखेरि होइन, यसरी अहिले यस्ता संरचनाहरू भत्काएर, भवनहरू पुरै भत्काएर बनाएर भाडामा लाउने चलन छ। तर जापानको यो सहरहरूमा यसरी हरेक समयमा चाहिँ, हरेक टाइमिङमा या 5 किलोमिटर, 10 किलोमिटर, 2 किलोमिटर या वरिपरि चाहिँ के यस्ता पार्कहरू, साना पार्कहरू चाहिँ छन् कि हरेक ठाउँमा। तपाईँहरू यसो हेर्नु होला होइन, छन्। अनि हामी चाहिँ त्यहाँ आइसकेपछि सबै त्यहाँ धेरै मान्छेहरू त्यहाँ थिए आज, किनकि स्कुलको छुट्टी हुनाले बालबालिकाहरू पनि खेलिरहेका थिए त्यहाँ। अनि पिकनिक खानेहरू पनि सानो त्यस्तो आगो सागो बालेर भन्दा पनि त्यहाँ बसेर किनेर ल्याएर ग्यादरिङमा खानेहरू पनि खाइरहेको थियो। अनि त्यहाँ फोटो खिच्ने, भिडियो खिच्नेहरू खिचिरहेका थिए। अनि हामीले त्यही इन्टेन्सनमा गएको, हामीले पनि फोटोसोटो भिडियोहरू खिच्यौँ। अनि त्यही क्रममा भाइले चाहिँ भिडियो खिच्ने क्रममा दाइ म चाहिँ अब उल्टी हान्छु भन्यो। मैले के भने भाइ हिजो रक्सी खाएर आओस् र उल्टी हान्नुलाई भने होइन दाइ उल्टा जिम्नास्टिक हान्छु भन्छ। मलाई हाँसो लागिरहेको क्या, ल हान्न त भनेर भाइले पनि त्यहाँ यस्तो बवाल उल्टा जिम्नास्टिक हान्यो होइन। अनि भाइले उल्टा जिम्नास्टिक हानिसकेपछि दाइ मलाई त रिङ्गटा लाग्यो भन्छ फेरि। धेरै समयपछि हानेर होला भाइ उल्टा जिम्नास्टिक हानेर रिङ्गटा लाग्यो होला भनेर भाइलाई मैले चाहिँ भनेँ। अनि अब चाहिँ हाम्रो जाने समय पनि भइसकेको थियो, किनकि भाइको चाहिँ 5 बजीबाट काम थियो होइन। 4 बजिसकेको थियो लगभग। अब चाहिँ लास्ट सुट हो यो सुट भ्याइसकेपछि अब हामी निस्किनुपर्छ भनेर हामीले चाहिँ भन्यौँ। अनि चाहिँ भाइलाई चाहिँ मैले त्यो सुट गरिसकेपछि देखाउन लगाएँ। अनि यो चाहिँ ओके भइसकेपछि अब हामीले निस्किने प्लान गऱ्यौँ। भाइले पनि फाइनली ओके गरिसकेपछि हामी त्यहाँबाट लाग्यौँ घरतिर। हाम्रो घर पनि फेरि त्यहाँबाट चाहिँ सर्टकट, हामीले बाटो अर्को पत्ता लगाइसकेको थियौँ। अब हामी चाहिँ सर्टकट जाने निर्णय गऱ्यौँ र फाइनली हामी त्यहाँ पार्कबाट निस्क्यौँ। थ्याङ्क्स एभ्रिवान, अहिले भिडियो हेरिदिनु भयो, माया गरिदिनु भयो, लाइक गरिदिनु होला। साथ सपोर्ट हजुरको सहयोग आवश्यक हुने नै छ। यस्तै भिडियोहरू आइराख्नेछन्। जय देश, जय नेपाल।